नमस्कार। आज म तपाईहरुलाई दुई अंकको संख्याको वर्ग स्क्वायर 2 देखि 3 सेकेन्डमै कसरी गर्ने त्यो तरिका सिकाउन गइरहेको छु र आज म तपाईहरुलाई दुई अंकको संख्या जसको अन्त्यमा 5 छ जस्तै 15 25 45 35 65 55 85 95 यिनीहरुको हामीले 2 देखि 3 सेकेन्ड भित्रै वर्ग कसरी निकाल्ने त त्यो तरिका हामी सिकाउँछौं अहिले। ल पहिला हामी एउटा एक्जाम्पल लिन्छौं 25 को 25 को होल स्क्वायर गर्नु पर्यो। अब हामी सबैलाई के थाहा छ 5 को स्क्वायर गर्यो भने 25 हुन्छ। यो आन्सरको एउटा पाटो भयो। अर्को पाटो जहाँ हामीले ट्रिक लगाउनु पर्छ दिमाग लगाउनु पर्छ भनेको त्यो 2 हो। 2 पछि लगतै के आउँछ त 3 आउँछ हैन। अब त्यो 2 र 3 लाई गुणा गर्ने 2 तिया 6 भनेको मतलब 625 यसको आन्सर भयो। 25 को होल स्क्वायर बराबर 625। त्यस्तै 85 को होल स्क्वायर गर्यो भने 5 को त 25 हुन्छ स्क्वायर गर्यो भने हैन 25। त्यो हामी सबैलाई थाहा छ। अब यहाँ दिमाग लगाउने ट्रिक लगाउने भनेको 8 8 पछि लगतै के आउँछ 9 आउँछ। 8 र 9 लाई गुणा गर्ने 8 9 72 72 25 मतलब 85 को होल स्क्वायर गर्यो भने 72 25 आउँछ। जस्तै 75 गर्नु पर्यो भने तपाईले दिमाग कहाँ लगाउने 7 पछि के आउँछ 75 गर्नु पर्यो भने 7 पछि के आउँछ त 8 आउँछ हैन। 7 8 56 56 25। तपाईलाई 65 को होल स्क्वायर गर्नु पर्यो भने 6 पछि के आउँछ 7 आउँछ 6 7 42 42 25 आन्सर भयो। यसरी तपाईले प्र्याक्टिस गरेर 2 देखि 3 सेकेन्डमै वर्ग निकाल्न सक्नुहुन्छ यी संख्याहरुको। हस्त धन्यवाद। राम्रो लाग्यो भने शेयर गर्नु होला, अरूलाई पनि सिक्ने अवसर दिनु होला। धन्यवाद।